शंकर दास किन तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्कने यो समिति बनाए भइहाल्यो नि। सबै साथीहरूलाई सहयोगका लागि मैले हार्दिक अपिल गर्छु। तीर्थ भट्टराई त उहाँको मर्निङ वाक गर्ने पार्टनर हो अर्किड कोलोनीमा, कसरी गर्नुहुन्छ? त्यसैले यो समस्याको समय गम्भीर छ। दिनको 50 लाख माननीय सदस्य ज्ञानबहादुर साई 3 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, सत्ताको नशा यस्तो लाग्छ कि मान्छे आफूलाई भगवान सम्झन्छ, जनताको भलाइ बिर्सिएर केवल आफ्नो स्वार्थमा लिप्त रहन्छ। अहिले जो गृहमन्त्रीले जुन समिति बनाउनु भयो, यो समितिमा हाम्रो आपत्ति छ। यो निगाहमा बनेको समिति हो, जसका उपर छानबिन गर्नुपर्ने उहाँहरूकै नेतृत्वमा यो समिति बन्यो भने यो त दूधको साँची बिरालो जस्तो हुन्छ, यसले न्याय दिँदैन। अब गृहमन्त्रीले गर्वका साथ भन्नुभयो मेरै प्रस्तावमा यो कमिटी गठन गरेको भन्नुभयो। अब के आरोपीले नै आफ्नै अनुसन्धान अधिकृत छान्दै जाने हो? अहिले यस्तो सिस्टममा गयौँ हामीले। त्यसैले यो गलत छ। यही हुन्छ भन्ने हामीलाई 3 हप्ता अगाडि थियो। त्यसैले हामी नयाँ हौँ तर बेवकुफ होइनौँ भनेको त्यसैले हो। म माननीय सदस्य स्वर्णिम वाग्लेलाई 3 मिनटभित्र आफ्नो कुराहरू के हो राख्नको लागि अनुरोध गर्छु र बाँकी सदस्यहरू आसन ग्रहण गर्नुहुनेछ। सम्माननीय सभामुख महोदय, यो भिजिट भिसाको दुरुपयोग गरी मचाइएको लुट, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरण र मानव तस्करी बारे यो अलोकप्रिय सरकारले यस्तै अनुमान योग्य काम गर्ला, प्रेडिक्टेबल काम गर्ला भन्ने हामीलाई पूर्वाभास थियो र क्याबिनेट चल्दा चल्दै हाम्रो पार्टीका प्रवक्ताले एउटा ट्विट गर्नुभएको थियो, शंकर दास किन तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्कने यो समिति बनाए भइहाल्यो नि भन्ने प्रकार। गृहमन्त्रीको कुरा शालीनतापूर्वक हामीले सुन्यौँ। उहाँले ब्युरोक्रेटिक सोल्युसन लिएर आउनुभयो, सहजीकरण गरिनेछ, सजिलो बनाइनेछ, उहाँले नियमित रूपमा गर्नै पर्ने कामहरू म फेरि गर्छु भनेर प्रतिबद्धता जनाउनु। यो समस्या गम्भीर कुशासन र राजनीतिक प्रकृतिको छ। यहाँ लुटको कुरा छ, सङ्गठित भ्रष्टाचारको कुरा छ, मानव तस्करीको कुरा छ। त्यसैले यो शङ्करदास बैरागीप्रति मेरो कुनै व्यक्तिगत आग्रह छैन, म राम्रोसँग चिन्दछु उहाँलाई। तर विगत 10 वर्षदेखि उहाँ स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ। 7 वर्ष परराष्ट्र सचिव बन्नुभयो, 3 वर्ष मुख्य सचिव बन्नुभयो र रहस्यमय ढङ्गले उहाँको बहिर्गमन हुन्छ मुख्य सचिवबाट, राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ। त्यसपछि उहाँ 1-2 दिनमा निवृत्त हुन लागेका अर्का मुख्य सचिव आउनुहुन्छ र त्यो पिरियडमा 10औं करोड अरबौंको टेलिकम माफियाद्वारा रचिएको घोटालाहरू भएका छन्। त्यसैले शङ्करदास बैरागी अहिलेका निगाह प्राप्त नेताहरूको गुड बुक्समा रहनुपर्ने स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ। यो उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ। त्यसैले उहाँ स्वयं सक्षम निकायहरूको रडारमा हुनुहुन्छ। सक्षम निकायहरूको रडारमा भएका व्यक्तिहरूले कसको छानबिन गर्ने? यहाँ गृहमन्त्री स्वयं सन्देहको घेरामा हुनुहुन्छ। हाम्रो पार्टीले के निष्कर्ष निकालेको छ भने गृहमन्त्री, उहाँ व्यक्तिगत रूपमा मेरो उहाँप्रति पनि आग्रह छैन, मलाई मनपर्ने व्यक्ति हुनुहुन्छ, उहाँ यसमा दोषी नहुनुहोस् भन्ने मेरो भित्रै कामना छ। तर परोक्ष संलग्नता उहाँको देखिसकेका छ, प्रत्यक्ष संरक्षण देखिसकेका छ। त्यसैले अब गृहमन्त्रीले गर्वका साथ भन्नुभयो मेरै प्रस्तावमा यो कमिटी गठन गरेको भन्नुभयो। अब के आरोपीले नै आफ्नै अनुसन्धान अधिकृत छान्दै जाने हो? अहिले यस्तो सिस्टममा गयौँ हामीले। त्यसैले यो गलत छ। यही हुन्छ भन्ने हामीलाई 3 हप्ता अगाडि थियो। त्यसैले हामी नयाँ हौँ तर बेवकुफ होइनौँ भनेको त्यसैले हो। त्यसैले हामीले के भनेका छौँ भने संसदीय छानबिन समिति त्यसले नीतिगत प्रणालीगत सुधारमा गहिरो काम गर्न सकोस् सहकारीकै मोडलमा, वा जाँचबुझ आयोग ऐन 2026 अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा छानबिन समिति बन्नुपर्छ भनेको कारण यही हो। यसरी आफ्नो गोजीबाट मान्छे टिपेर ल्याउन नसकियोस् भन्ने छ। सभामुख महोदय, म टुङ्ग्याउँछु। 5वटा कुरा अद्यापि गम्भीर रूपमा ठडिए नै रहेका छन्।
उहाँको परोक्ष संलग्नता प्रत्यक्ष संरक्षणको सम्बोधन कसरी हुन्छ? तीर्थ भट्टराई त उहाँको मर्निङ वाक गर्ने पार्टनर हो अर्किड कोलोनीमा, कसरी गर्नुहुन्छ? त्यसैले यो समस्या सदस्यको समय सकियो। गम्भीर छ। दिनको 50 लाख माननीय सदस्य ज्ञानबहादुर साई 3 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, सत्ताको नशा यस्तो लाग्छ कि मान्छे आफूलाई भगवान सम्झन्छ, जनताको भलाइ बिर्सिएर केवल आफ्नो स्वार्थमा लिप्त रहन्छ। यो भिजिट भिसा प्रकरण आज हामी कति दल छौँ, आज हामी कति सांसद छौँ, कति हाम्रो सङ्ख्या छ, यसले महत्त्व राख्दैन। अहिले त्यो बिक्री र जसरी बेचिएका जो नागरिक छन् ती नागरिकहरू के रापरबाका र रासपाका मात्रै हुन् त? ती बेचिएका नागरिक त काङ्ग्रेससँग आस्था भएका पनि हुन्, ती एमालेसँग आस्था भएका पनि हुन्, माओवादीसँग आस्था भएका पनि हुन्, या अन्य कुनै पार्टीहरूसँग पनि आस्था भएका मान्छे हुन्, वा एक भाषामा भन्दाखेरि नेपाली नागरिक हुन्। ती नागरिकलाई बेच्ने जुन अपराध भयो, यो अपराधमा हामीले शङ्काको घेरामा राजनीतिक दलहरू विशेष गरेर यो 18 वर्षमा 14 जना गृहमन्त्रीहरू भएका छन्। यो 14 जना गृहमन्त्रीलाई नै अनुसन्धानको घेरामा ल्याउनुपर्छ भनेर हामीले निरन्तर माग उठाइरहेका छौँ। तर अहिले कस्तो भयो? दुधको साँची बिरालो। दुधको साँची बिरालो राखेर पनि समस्याको समाधान हुन्छ त? अहिले जसका 18 वर्षमा 14 जना गृहमन्त्रीहरू भएका छन्, यो 14 जना गृहमन्त्रीलाई नै अनुसन्धानको घेरामा ल्याउनुपर्छ भनेर हामीले निरन्तर माग उठाइरहेका छौँ। तर अहिले कस्तो भयो? दुधको साँची बिरालो। दुधको साँची बिरालो राखेर पनि समस्याको समाधान हुन्छ त? अहिले जसका विरुद्धमा छानबिन हुनुपर्ने हो उनीहरूले नै कर्मचारीहरूलाई राखेर जुन छानबिन समिति बनाए, यसले चाहिँ विधिको शासन स्थापना गर्छ भन्ने मलाई लाग्दैन। र अर्को कुरो, पहेँलो हो भन्दैमा पित्तल सुन हुन सक्छ। यो कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भनेर भन्दै गर्दा के यो छानबिन समिति हुन सक्छ? यो त निगाह प्राप्त गरेको एकैछिनका लागि अझ यो अपराधलाई कसरी ढाकछेप गर्ने, यो भिजिट भिसा प्रकरणमा संलग्न भएका यी 14 जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याइएको यो नयाँ प्रोपागेन्डा हो। यो प्रोपागेन्डाका विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी सडक र सदनमा हामी एकजुट। यो छानबिन समितिले न्याय दिन सक्छ। माननीय सभामुख महोदय, म अहिले पनि अपिल गर्न चाहन्छु, सङ्ख्याका आधारमा यो मुद्दालाई निस्तेज नपारियोस्। यो मान्छे बेच्ने प्रक्रिया हो। आज यो देशमा त रोजगारी दिएन, तर त्यही रोजगारी पाउँछु भनेर आज विदेशमा गएका दिदीबहिनीहरू दाजुभाइहरूलाई बेचेर कमाएको रगतको श्राप लाग्छ। यो कुरा हामी सबैले संसदमा एकजुट गर्नुपर्ने कुरा हो। यो कुनै पार्टी र कुनै दलको कुरा होइन। सम्माननीय सभामुख महोदय, म अन्य दलका साथीहरूलाई पनि भन्न चाहन्छु, यो कुनै राजनीतिक स्वार्थ र सत्ता स्वार्थको कुरा होइन, यो मानवताको कुरा हो। छातीमा हात राखेर भनौँ, भिजिट भिसा प्रकरणमा जोसुकै दोषी भए पनि कारबाही गरौँ, हामी एकजुट बनाउँ, संसद यो अभियानमा अगाडि बढौँ। त्यही भएर राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यसैले हामीले के भनेका छौँ भने संसदीय छानबिन समिति त्यसले नीतिगत प्रणालीगत सुधारमा गहिरो काम गर्न सकोस् सहकारीकै मोडलमा, वा जाँचबुझ आयोग ऐन 2026 अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको अध्यक्षतामा छानबिन समिति बन्नुपर्छ भनेको कारण यही हो। 18 वर्षमा 14 जना गृहमन्त्रीहरू भएका छन्। यो 14 जना गृहमन्त्रीलाई नै अनुसन्धानको घेरामा ल्याउनुपर्छ भनेर हामीले निरन्तर माग उठाइरहेका छौँ। तर अहिले कस्तो भयो? दुधको साँची बिरालो। दुधको साँची बिरालो राखेर पनि समस्याको समाधान हुन्छ त? अहिले जसका विरुद्धमा छानबिन हुनुपर्ने हो उनीहरूले नै कर्मचारीहरूलाई राखेर जुन छानबिन समिति बनाए, यसले चाहिँ विधिको शासन स्थापना गर्छ भन्ने मलाई लाग्दैन।